धेरै धेरै धन्यवाद थ्याङ्क यू फर सिंगिङ विथ मी ये राखी का भिडियो बनाउन न आतंकवादी थियो कि अनि म पनि भाइरल हुन्छु भन्ने भन्दा झिकुर भइरहेछ र थिएटर मेला इभेन्टमा म भाइरल भइरहेको छु त्यहाँ भिडियोमा छु क्यामेरा अन गरौँ म बाइक लिएर रेडी भएन अब साथीलाई लिन जानु पऱ्यो साथी चाहिँ मेरो फरिद अनि हसिब अनि अमन भन्ने साथी चाहिँ आइसकेको छन् त्यो हसिब र अमनले कपडा किन्दैछन् त्यसको बोलाएको थियो म आइसकेँ होइन गान्धीपुर कलेक्सनमा बोलाएको थियो छैन रहेछ यहाँ फोन गर्नु पऱ्यो You need to unlock your iPhone first. Calling for Shamu. आउने एक ठाउँमा बस्ने एक ठाउँमा यो केटाहरू पनि हामी कपडा किनेर होइन हामी मेरो पसलमा राखेर अनि हिँडेको र सिद्धार्थ बिउ जाँदैछौँ हामी केटाहरू अगाडि गइसकेछन् एकजना फरिद चाहिँ मसँग हिँडिरहेछन् आइसकेको छौँ पार्किङको लागि अलिकति क्यासिनोतिर पार्किङ गर्न मिल्दो रहेन रहेछ सो पछाडि गएर गर्नु पर्यो स्मेल आइरहेछ गयो अरे केटाहरूको यहाँ एन्ट्री भइरहेको छैन के भयो तिमीले एप्लाई गरेन होइन आज गर्ने हो अहिले भइहाल्ला कि ट्राई गरेन नजाने जानु पऱ्यो कि ट्राई गरेन हुन्छ भाउजूले भेट्न भनिरहेको थियो खै भेट्न भाउजूको नाम के अरे भाउजूको नाम नभन्नु अहिले गोप्य छ कि गोप्य तैँले कहिले भरिस् अप्लाई कहिले गरिस् हिजो राति गरी हिजो राति तँलाई हेर्न आएर यहाँ लाइन लागिरहेछ जाँदैछौँ यही है हम अब गर्न कहाँ है त्यो अलिकति राम्रो देखे छैन जस्तो छ म होइन केही पनि छैन जाम न मेरो गोप्रोको ब्याट्री के अरे खराब भएर मैले यस्तै पावर ब्याङ्कबाट चाहिँ गरिरहेको छु हेर स्ट्रगल आधा घन्टा रुक यति सङ्घर्षपछि पाइसकेको छौँ ल लगाइदियो त दोस्त यता यता लाउँछौ कि यता लाउँछौ जुनमा भन्छौ तिमीलाई राइटमा लगाइदियो ये राखी का बन्धन समथिङ अब राखी बाँधिरहेछस् स्टिकर होला त निकाल्नु पऱ्यो त निकालिसके भेस्ट स्टिकर ल जानेन रे के निकालिसके स्टिकर निकालिसके नि हालिहाल भइगयो त्यही त उसले भन्छ अरू छ केही अरू छैन यसमा मैले केही भनेकै छैन हेर यति सजिलै लगाइदियो यो केटाले भिडियो बनाउन न भइसक्यो यता पनि हुँदैछ भर्खरको भर्खर पायो अरे केटाले हाम्रो एन्ट्री हुँदैछ कता हो कता होला स्टिकर छ सर छ स्टिकर छ आतंकवादी थियो कि ओके चलो भइहाल्छ दोस्त खाना के साथ
नथिङ टु से भर्खर त आज म के भन्नु अहिले प्रोग्राम के हुँदैछ हामीले चाहिँ मेन फोकस चाहिँ हामीले के गर्छौँ भने त्यो कन्टेन्ट चाहिँ म्याक्सिमम अडियन्समा पुगोस् भनेर चाहिँ सुरुमा हामी मेहनत गर्छौँ कि पोस्टिङ त म्याटर गर्छ होला तर तपाईँले कन्टेन्टमा किन मेहनत गर्छ I hired a team. Edit my videos, get shoot for me, get live tips. अलिकति टिकटकर परेन What's the content बनाउनुहोस् तर लाइक whatever you going to talk to your friends अनि अलिकति सोसल पनि हुनु भन्छु म चाहिँ एकदम कन्टेन्ट आउँदाखेरि धेरै जस्तो चाहिँ हामीहरू के हुन्छ भन्दाखेरि हाम्रो एउटा स्पेस हुन्छ कि अनि हामी स्पेसबाट बाहिर निस्किँदैनौँ कि अनि we don't like going outside just always on the phone. आइरहेछस् फरिद अगाडि हेर बोर भइरहेछस् भनिहाल भइरहेछ भनिहाल हुँदैछ अब बिस्तारै हुन्छ के हुन्छ इन्टरटेन धीरे धीरे इन्टरटेन पछि गएको यो कहाँ जानुलाइस अहिले एकछिन यसो रिफ्रेसमेन्टको लागि मजा लाग्यो भाइ पछाडि जब कफी खानु भिड कहाँ आउनुभएको छ तपाईँ म आज क्रिएटर्स मिटमा बिना कुनै एप्लिकेसनको थ्याङ्क्स फर इट थ्याङ्क्स फर इट ल भाउजू लिएर आएछ होइन ल भाउजूलाई देखाइदिँदै देखाइदिँदै गर्यो अनि म पनि यही गर्छु अनि म पनि भाइरल हुन्छु भन्ने भन्दा नि आफूले कसरी राम्रो गर्न सकिन्छ त्यो कुरामा कसरी फोकस गर्ने कि त्यसलाई 100% दिने कि त्यस्तो भिडियो बनाउनु वेटिङ चल रहा है त वेटिङ भइरहेको छ के को लागि हो त यो हाम्रो एज अ थिएटर मेला इभेन्ट म भाइरल भइरहेको छु त्यहाँ भिडियोमा छु ब्लग बनाऊ तिमी अब के को लागि हो त के को लागि खासमा खासमा अब कन्टेन्ट क्रिएटरसँग मिटिङ तिनीहरूको अनुभव र एक्सपिरियन्सेसहरू सेयर भइरहेको छ जसमा चाहिँ मल्टिपल थिङ्सहरू छ जस्तै कि आफ्नो लाइक क्रिएसनहरू कसरी गर्ने कुन पोइन्ट्सहरूमा ध्यान दिने अनि त्यसपछि भिडियोजहरू कसरी भाइरल गर्न सकिन्छ हामी त्यो सेसनमा जान लागेको छ हामी सेसन लिन आइसकेको छौँ दुईजना छ ग्याङ आइसकेको छ डकुमेन्ट इज द फर्स्ट चाहिँ इट वाज म्याड हनी हन्टिङ हामीले 2016मा गराएको थियौँ सो इट्स बिन लाइक 10 इयर्स जर्नी भइसक्यो लगभग 10 इयर्स जति भएको छ हाम्रो कन्टेन्ट क्रिएसन जर्नी सुरु भएको सो नेपालगञ्ज हामी बेलुका आइपुगेका थियौँ अनि अलिकति फुड एक्सप्लोर गराएको थियौँ नेपालगञ्ज इज अलिकति वेल नोन फर फुड सो त्यति बेला चाहिँ हामीले अलिकति फुड र अलिकति स्ट्रिट अलिकति भाइब एक्सप्लोर गराएको थियौँ त्यसको लागि सानो थोरै 40 सेकेन्डको क्लिप छ हामी चाहिँ नेपालगञ्जको हामीले 2023मा हामीले खिचेको थियो सो हेभ अ लुक नेपालगञ्ज भएर चाहिँ हामी सोइङ यु गाइज है नेपालगञ्जको सो हुक भन्ने वर्ड कहाँबाट आयो एक्ज्याक्टली सो हुक भनेको चाहिँ फिसिङ हुकबाट आएको वर्ड हो है सो हुकले चाहिँ हाम्रो माछालाई पहिला हामी पनि म सानो हुने बेलामा त्यो गडौलालाई यस्तो गरेर होइन आई युज टु डु द फिसिङ है सो त्यति बेला चाहिँ हुकले के गर्छ भने माछालाई समात्छ र माछा त्यहाँबाट फुस्किन पाउँदैन के सो कन्टेन्ट भनेको पनि सबैभन्दा म्याटर गर्छ हुकले गर्दा नै म्याटर गर्छ सो इफ अडियन्स इज हुक्ड टु यर कन्टेन्ट दे विल वाच इट तर नट स्योर कि दे विल वाच इट फुल भन्ने पनि कुरा छ त्यसको बारेमा पनि म कुरा गर्छु I'll show it one more time. ल यसमा के भइरहेछ भने हामीले ड्रोन सर्ट युज गरेका छौँ वी हेभ युज्ड अ लट अफ VFX त्यसमा अलिकति पात अलिकति नेचुरल केही कुरा छैन र जसले गर्दा अडियन्सलाई ट्रिगर गर्छ क्या त्यसले चाहिँ यो चाहिँ हामीसँग
हाम्रो टिम थियो जसले गर्दाखेरि चाहिँ यो कुरा हामीले पोसिबली वेमा गऱ्यौँ है यो अलिकति डिफिकल्ट छ तर ड्रोन सर्ट छ वी वर वकिङ देयर हैन अनि त्यसपछि लिभ्सहरु आइरहेको छ जसले गर्दा अलिकति देश जसको काखमा बाँचेको छ जसलाई ओके सो यहाँ के भइरहेछ Don't think of Nepal as a top destination, and I think that's a mistake. People think of India, China, France, Italy, USA, but they don't think of Nepal, and that's a mistake. Nepal has a lot to offer for tourism, for cultural significance, for food, and I think a lot of people should give this great country a chance. To witness the magic live, I'm sure. Hello. Ladies and gentlemen, on the stage, welcoming none other than Sultan Raj. This is a lot of people. So much energy. Well, maybe a bit of coming back for show so much energy. I would say let's calm down. So I have to say, actually, I want to I want to have a talk. I was told this is a room full of creators, and it's called 120. But I didn't think anything would be of so much value and everything. But yeah, so as I say, I want to tell you a bit about my story and you guys how you got me here and all that sort of stuff. Is that fine? And it has to follow the trends of other people, and it has to be like do whatever other people do. Would you guys agree? Would you say yes? Right. So that's another thing. And third, it has to have this hook or this kind of an intention to really work, right? That's what we've been taught. There's a formula and everything, right? So those are the three very important things, and the most important thing of it all is the fourth point. Whatever I just said, that is absolutely wrong, right? That is absolutely false. There is no
you probably do, whatever content that you do music, you do fashion, you do lifestyle and everything. Sabai kurama, the most important is your creator identity, right? It's not about popularities, it's not about statistics, it's not about views, it's not about how much money you've got, it's not about how many followers you've got. It's pretty much about making, having an influence, stuff like that. And just later, you're trying to get the content to get the. Share my story with me. It's been a very long time. We would like to have a group photo first. Priyanka, Kevin and I, everyone, we would love for you to come on the stage so that we can have a picture. फाइनली इभेन्ट सकाइसकेको छौँ अब ल पछि झिकुर झिकुर भइरहेछ एकदम एक्साइटमेन्ट इन्जोयमेन्ट परिपूर्ण थियो आजको इभेन्टमा जे होस् रमाइलो भयो म एक्लै आउन खोजिरहेको थिएँ जे होस् एकजना साथी पनि पाएँ अनि साथी बिहाइन्ड द क्यामेरा यहाँ हुनुहुन्छ अनि जे होस् हामी आउन त 4 जना आएको थियौँ तर 2 जनालाई अब अलिकति इमर्जेन्सी अथवा के काम परेर निस्किनु भयो अनि हामी 2 जना भयौँ र लास्टसम्म इन्जोय गऱ्यौँ सज्जन राई होइन उहाँको पनि इभेन्ट हेऱ्यौँ उहाँले केही लाइन भयो नि गीत गाउनु भयो हाम्रो लागि एन्ड द्याट वाज असम होइन वर्थ इट टुडेज द प्रोग्राम organized by US Embassy was worth it. Okay. आगे हमका आगे क्या बनेगा कौन जाएगा अबे वो ले ले एक्शन 5 एक्शन 5 या एक्शन 6 ले ली भाई अच्छा भाई सो अब हामी फाइनली घर जाँदैछौँ कन्टेन्ट क्रिएटर मेला सकेर अनि माथि एकछिन गएर हामी खाजासाजा खाएर होइन निक्सन लाग्छौँ फरिद अगाडि गइसकेछ पछाडिबाट निक्सिँदैछु
जे होस् आजको नलेजफुल थियो होइन आजको मिटअप जुन थियो हाम्रो कन्टेन्ट क्रिएटर्स मेला युएस एम्बेसीद्वारा आयोजित मेला थियो होइन सबै ठुल्ठुला मान्छेहरू आउनुभएको थियो होइन ठुला इन्फ्लुएन्सरहरू थिए क्रिएटरहरू थिए होइन अनि हामीले धेरै कुराहरू सिक्न पायौँ अनि त्यही हो सबै एउटै फिल्डका मान्छे परेपछि अनि धेरै कुराहरू नयाँ नयाँ होइन सिक्न पाइन्छ आफ्नो कमजोरीहरू केमा कमजोरी रहेछन् भन्ने कुराहरू पनि थाहा पाइन्छ अनि त्यस्तै धेरै कुराहरू हामी सिक्न पायौँ आजको मेलाबाट आउनेले धेरै कुराहरू सिके अब नआउनेलाई चाहिँ घाटै नै थियो भनौँ एक हिसाबले धेरै कुराहरूबाट वञ्चित रहे नआउनेहरू आएको भए धेरै कुराहरू सिक्न पाइन्थ्यो आफूले जानेको कुराहरू पनि सिकाइन्थ्यो धेरै सेसन्सहरू भयो होइन त्यहाँ लाइक एक घन्टाको सेसन्सहरू थियो त्यो पनि हामीले अटेन्ड गऱ्यौँ आफ्नो के अब लाइक कसरी गर्ने भ्युज कसरी बढी आउँछ के आफूले के चाहिँ डेभलप गर्नु पऱ्यो अझै के हाल्नु पऱ्यो होइन भिडियोजमा धेरै रिच पुर्याउनलाई फरिद त अगाडि गइसकेको थियो भन्न खोजेको त पछाडिबाट आएछ पछाडि छुटेको थियो ल गयो उता म अब पसल जान्छु आफ्नो जे होस् राम्रै थियो आजको मिटअप सबै रमाइलो गऱ्यौँ धेरै धेरै धन्यवाद थ्याङ्क यू